तिमी भन एकचोटि न भाइको कुरा सीमा, सुन्नु है तर तिमीलाई मैले के गर्नु पर्यो तिम्रो लागि आकाशका जुन तारा झार्न सक्छु मैले प्यार किया तो डरना किस बात का प्यार भन किया त न। डरना क्या है लाग्या काम त पुरा गर अरूले देखाएको छैनन् म भन्दिन तर के तर बहिनीको आँसुमा धेरै कुरा लुकेको मलाई हुन्छ 500 रुपियाँ चाहियो दाइ के गर्न चाहियो तँलाई 500 रुपियाँ एउटा पैनो किन्छु क्या भयो पैन्टले मात्रै हुन्छ र भेस्टुम त चाहियो र अब त भयो झोला फसे झोला बाबु भयो खासमा नि मम्मी पैसा के पार्टी गर्नलाई चाहिएको थियो तेरा जति पनि साथीहरू छन् घरमै बोला पका खुवा फुर्मासी गर्ने पैसा मसँग छैन नि बाबु खासमा नि मम्मी पैसा मलाई घुम्न जानलाई चाहिएको थियो मलाई एउटा कुरा सिधा सिधा भन् त भाइ पैसा चाहिए केसको लागि हो जब 500 रुपियाँ झार्न नसक्ने मान्छेले जुन चारा झार्छु गरे अब म मम्मीलाई भनिदिन्छु बहिनी गल्ती भयो क्या बरु तैँले जे भन्छस् त्यही मान्छु आजबाट म साउनी त नोकर हुन्छ मेरो रिएक्सन भिडियो तपाईँहरूलाई कस्तो लाग्छ प्लिज मन पऱ्यो लाइक कमेन्ट गरिदिनु होला